18 वर्षको लामो पर्खाइ, सयौं खेल, हजारौं रन र अनगिन्ती निराशा, तर अन्त 2025मा विराट कोहलीको त्यो अधुरो सपना पूरा भयो। नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ कसरी आरसीबीले पहिलो पटक आइपिएल उपाधि जित्यो र किन यो क्षण केवल एक जित मात्र होइन, एउटा युगको अन्त्य पनि हो। सन् 2008 आइपिएलको पहिलो सिजन सुरु भयो। त्यही वर्ष भारतले अन्डर 19 वर्ल्ड कप जित्यो, जसको कप्तान थिए विराट कोहली। उनको प्रदर्शन देखेर रोयल च्यालेन्जर बेंगलुरुले 20 लाखमा साइन गर्यो। त्यति बेला विराटको भारतीय राष्ट्रिय टोलीमा डेब्यू पनि भएको थिएन र 2008 देखि 2021 सम्म उनले राम्रो प्रदर्शन गरे। 2011 मा उनले आरसीबीको कप्तानी सम्हाले र यहीबाट सुरु भयो एक कप्तानको सङ्घर्ष। कप्तान जसले आफ्नो लागि नभई टिमको लागि सपना देख्थ्यो, ती लाखौं फ्यानको लागि सपना देख्थ्यो। र 2016 विराट कोहलीको जीवनकै सर्वश्रेष्ठ सिजन। 16 खेलमा 973 रन, जुन अहिलेसम्मको आइपिएल इतिहासकै सबैभन्दा ठुलो रन स्कोर हो। तर फाइनलमा आरसीबी केवल 8 रनले हार्यो। सपना फेरि अधुरो नै रह्यो। र 2023 मा विराटले कप्तानी छाडे। फ्यानहरूले सोचे अब उनी टिम पनि छाड्लान्, तर उनले टिम छाडेनन्। कोहलीले खेल्न छाडेनन्, किनभने आरसीबी विराटको लागि आइपिएल टिम मात्रै होइन, एक हिसाबले आस्था नै बनिसकेको थियो। र 2023 पछि आउँछ 2025 को आइपिएल फाइनल, आरसीबी भर्सेस पंजाब किङ्स। सांसक सिंहले दोस्रो बलमा बाउन्ड्री हान्दा सबैलाई लाग्यो गेम त गयो अब। तर त्यसपछि आरसीबीका बलरहरूले लगातार दबाव बनाउँदै गेमलाई फर्काए। अन्तिम बल पंजाबलाई जितको लागि 6 रन चाहिएको थियो र त्यो बल फालिसकेपछि आरसीबीले गेम नै जित्यो र पहिलो पटक आरसीबी आइपिएल च्याम्पियन बने। विराट मैदानमा लडे, रुन थाले। 18 वर्षको पर्खाइ, एउटा सपना जुन अधुरो रहँदै आएको थियो, आज पूरा भयो। खेलपछि विराटले मिडियासँग भने, मैले मेरो सबै थोक दिए, तर सोचेकै थिइनँ यो दिन आउँछ। अब म आरसीबीको लागि मात्र खेल्ने छु, किनभने मेरो मन सधैँ यही छ। र यो केवल क्रिकेटको कुरा होइन, यो कुरा हो दृढ इच्छा शक्ति, सङ्घर्ष र समर्पणको। आरसीबीको यो जितले सन्देश दिन्छ, यदि तपाईँले साँचो मनले प्रयास गर्नुभयो भने सपना चाहे 18 वर्ष लागोस्, अन्तिममा पूरा हुन्छ। भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। जय नेपाल।